मेरो अगाडि चाहिँ नि यो चिल्लो मेरो तालु जस्तै जुङ्गा भिज्ने गरेर दिनुपर्छ यसलाई म एउटा यो फिङ्गर चिप्स राखेर होइन फेरि यो लिएर यसरी खाएर यसले फेरि म टेस्ट गरेर के भयो त के आज हामी डिस्को सिस्को जान्छौँ कि के हो त मेरो त यो लुगा सुगा फुकालेर चाहिँ नि घुमाएर फ्यालिदिने बानी छ फेरि नाङ्गै होले नि म त फेरि दूसरा जड़ी बूटी चाहिए दूसरा हाँ इसको पता है देखो वहाँ से है यहाँ त नाच्दिउँ गाइदिउँ अब BMW छोको यार मैले त के होला त्यतिखेर गाह्रो यो फेरि छुवा दाग लाग्यो पुस भन्न बेलाउँदैन गोरेले हेलो मामा आयो आयो घुम्न जाउँ रिल्याक्स ल आजको हाम्रो फर्स्ट क्लास सिटमा बसेर म भन्जाको आज लङ टुर यो फेरि चान्चुन इन्डियातिर होइन नि यो त इङ्ल्यान्ड हो नि इङ्ल्यान्ड युके युकेमा भयङ्कर चिसो हावा यस्तो चलिरहेछ अझ मैले त टोपी लगाएको छु भन्जाले केही लगाइसकेको छैन जाडो लेकिन लन्डनको चिसोले अनि माया सँगै बसौँला हनेस्ट बर्गर हेभी मोर त्यसलाई ल अन्त दिनुपर्छ यार जुङ्गा भिज्ने गरेर दिनुपर्छ अक्कलालाई मेरी क्रिसमस दिएर अब थ्याङ्क यू म्याम ल मामा झम्किन्छ मानौ त झम्का झ्याम दिनुपर्छ आज विन्स हामी खाला लु अन्त ल सुरु गर सेलाएपछि मिठो हुँदैन फेरि ल चीयर्स फेरि ल सेकेन्ड चीयर्स मामा त जता गयो त्यही बिजी हुँदो रहेछ त मामा है अनुराजी भएर जहाँ गयो मलाई त्यो कुनै पनि रेस्टुरेन्टहरूमा बोलाएको घोरा समाधि भित्र लगेर छिराएर खानिदिन्छ नि धनुराशि भएर अहिले मेरो राशि चाहिँ उच्चमा छ त्यही भएर नेपाल जस्तै लाग्यो मलाई यो चाहिँ नि चाल्लाखेलको डाँडा हो कि यो बाँसमारीको डाँडा हो भनेर सोध्या भान्जालाई होइन यो त लन्डनै हो भन्नुभयो भान्जाले म पनि खुसी नै छु अब यो फर्मिङको डाँडा जस्तो नि आछ हिँडेछौँ अब हाम्रो उता डाँडाकाँडामा चाहिँ नि कच्ची हुन्थ्यो यहाँ त पिच रहेछ त्यही पनि हिँडिरहेछौँ है अहिले चिसो छ यस्तो आज हुस्की सुस्किन के खाँदैन भन्जाले त्यत्तिकै पानीको भरा तातो पानीको भरा चाहिँ ल्याइदिइरहनु भएको छ त्यही पनि मैले केही भनिनँ होइन जाडो गाह्रो छ जाडो एकदम -2 भने कम त हो गाह्रो छ नि धेरै गाह्रो छ यो घुम्ने खाने भने पनि धेरै गाह्रो हुन्छ ट्रेकिङ जाने कुहिरेहरू त्यो -17 14मा कसरी हिमाल चढ्या होला नि जस्तो लागिसक्यो फलानु मऱ्यो कुहिरे छोडिदिए भन्थ्यो अरे अनिखेरि आखिर त बाँच्या हुन्थ्यो अरे त्यसले पनि लाउँ सास फेरेर त होला नि तातो भएर है अब यहाँ त हिउँ परेको छैन तै पनि ठिकै छ है तर यो चाहिँ नि हरियाली ल कति संरक्षण छ ल हरियाली जङ्गलहरूको हेरिस्यो त भन्छ है वाह यहाँ त नाच्दिउँ गाइदिउँ जस्तो छ सिन अब के गर्ने नाचेर भएन गाएर भएन जाडो छ हात यस्तो पन्जा लगाएको छैन हात फेरि भित्र छिराउनु पर्छ भने यो ज्याकेटभित्र छिराएर यसरी हिँड्न पर्ने स्थिति छ आज आज चाहिँ यो फेरि सिन उतापट्टिको बिल्डिङ स्ट्रक्चरको सिन आउँछ त भन्छ ओहो ल पक्ष देखाइदिइहाल्नु जनताहरूले त्यो सिन आउँछ त अनि त्यो माथि गयो भने त काली लाग्छ म त त्यो माथि बस भने नि बस्न सक्दिनँ जस्तो लाग्छ आज घुम्न आएको दुई ग्लास बियर खाएर नि है 2 बियर खाएको त्यो बियरले के हुने र 400 पैसा फेरि चिसो त्यस्तै छ फेरि मैले त हाल्डिङ्स खाने भने भन्जाले हुँदैन मामा आज बियर खानुपर्छ मामासँग गएको मामा त्यसरी खानुहुन्न भनिस्यो अब म त भन्जा जस्तो उमेर भइरहेको त अहिले म फेरि 10वटा बियर खाइदिनु भइसक्थेँ नि के गर्नु जति राम्रो कुरा खायो त्यति धेरै बाँचिँदो रहेछ खानलाई धेरै जोड दिनु भएन भने कम खाने पहिला साधु सन्तहरूले चाहिँ नि पानी केही नखायो गौमूत्र खाएर पनि 3 दिनमा एक साग खान्थे हामी चाहिँ एक दिनमा 3 साग खान्छौँ लन्डन आएर कपाल खौरिदिएको तालु नै टिल्ल भएको छ भने ग्रिनेज पार्क त आइसकेको थिएन है आएन नि भन्छ यो त एकदम राम्रो ठाउँ रहेछ नि ठुलो पार्क छ है धेरै ठुलो पार्क रहेछ भन्छ यो त है एक दुईवटा बियर चाहिँ हातमा लिएर चुस्सो हान्दै जान पाए चाहिँ स्पेसल हुँदैछ तर के गर्ने अब यहाँ खानालाई नै कन्ट्रोल के गर्ने हिँडिरहेछ नि मान्छेहरू खाइरहेको हिँडिरहेको छ अब
फेरि गाइजहरू पैसा चाहिँ छैन भनेर नसोच्नु होला पैसा चाहिँ छ अब के गर्ने भान्जासँग छ मसँग छ भान्जाले खानै नदिने हुँदैन पैसा उडाइदिएको जस्तो लागिरहेको थियो तर अलिक धेरै हावा लागिरहेछ फेरि टिप्ने पनि कोही छैन 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 कहाँ हुन्छ त्यो त पैसा चाहिँ उडाउनु त यहाँ नेपाली भए त उडाइदिनु हुन्थ्यो होइन यहाँ पाउन्ड फेरि 120 हुन्छ नेपालमा के मन्दिर जस्तो नि कुरा रहेछ मामा यहाँ ढुङ्गेधारा देखाइदिनु न ढुङ्गेधारा जस्तो मन्दिर जस्तो के रहेछ यिनीहरू के होला नि त यो है ढुङ्गेधारा जस्तो पहिला के हो रे पौराणिक रहेछ यो के हो व्हाट इज दिस सिरियल स्क्यान गर्नु पर्दा रहेछ के थाहा पाउनु है यतिकै थाहा पाउनु भयो यसरी ल कसलाई थाहा छ भनिदिनु होला है कमेन्टमा ल फर्स्ट एन्ड सेकेन्ड वर्ल्ड वारको चाहिँ नि चिनो होला यो होला होला ल हामी चाहिँ यता छौँ ल मामा भन्छ आज रमाइलो भयो नि त मामा एकदम राम्रो छ भन्छ मलाई त एकदम खुसी लागेको छ म त आज आइएम ह्याप्पी मामा ओहो ल ल ल भान्जा भन्छ न भान्जा मामा भान्जा कता हो मामा म यहाँ यसो कता लुक्दैछु ए सरी सरी मामा सरी ओके ओके रुख पछाडि पो मामा हिमालको चाहिँ नि त्यति हान्दैन भन्छ होइन हो मामा यहाँ समुद्रको त भयङ्कर हेभी नै हान्ने रहेछ भने चिसो त्यहाँ चाहिँ नर्थ फेसले काम दिने यहाँ त नर्थ फेसले नो काम दिने एयर प्रुफ ज्याकेट नै चाहिने रहेछ नि भन्छ 100 पाउन्डको ज्याकेट नलागेको नि त कामै छैन रहेछ यहाँ त कि एकदम राम्रो भने हेर हेर्ने मान्छेहरू 200 पाउन्ड हेरेर यहाँ आइरहेछ तर के गर्ने कस्तो जाडो छ अब यहाँ दौरा सुरुवाल टोपी लगायो भने भन्छ यहाँ आउनु सक्छ नि त सक्दैन दरअसल नेपाल वर्ल्ड वार सेकेन्ड वर्ल्ड वारमा बनाएको बिल्डिङहरूले हेर्नु त कति बनाएको छ ओहो यो यता पो छिन रहेछ ल कति राम्रो छ बिल्डिङ स्ट्रक्चर यो त हाम्रो अहिलेको बनाएको फर्स्ट वर्ल्ड सेकेन्ड वर्ल्ड नारायण दरबार भन्दा त 10 गुणा ठुलो छ त मामा ठुलो छ नि त यो बनाएको भन्छ कम त ठुलो छ हाम्रो नारायण हिटी पनि यही हेरेर बनाएको क्या मामा होला होला जङ्गे आएर नि त यहाँ जङ्गे जङ्गे बिचरा कति डुङ्गा चढेर जङ्गल बहादुर राणा होइन 6 महिना लगाएर आएको ठाउँ हो क्या यो त हो यहाँ जङ्गे आयो ओहो आज त घाम पनि झुल्किन लागेको छ मामा है अब यो अस्ताउनु होला भन्छ अस्ताएछ है मामा हो ल हामी मात्रै हो र यहाँ आउने कति रहेछन् कति छन् गोराहरू छन् धेरै धेरै छन् अब उनीहरूकै देश हो यो उनीहरू नघुमेर को घुम्छन् त है भन्छ मामा ए एकदम राम्रो ठाउँ रहेछ यार यो त है अब यहाँ त गाडीहरू नि हेर्नु गाडीहरू पनि हेरौँ त मामा अनि BMW मिनी मिनी BMW रेन्ज रोभर अनि अझी गाडीहरू नि भन्छ अझी गाडीहरू नि यस्तो गाडीमा त यसो छोको यसो खिच्नु त भन्छ ल ल मामा है त ल BMW छोको यार मैले त के होला फेरि कस्तो गाह्रो यो फेरि छुवा दाग लाग्यो पुस भन्न बेलाउँदैन गोरेले हामी त फेरि आयो नि त मामा कहाँ हेलो दिस इज क्रिस्चियन रुम जाने बेलाउँला एक खाने सट्टा जाने होइन त अब यो बियर फेरि हुस्की भयो लाग्ने बियरै लाग्दो रहेछ मामले एक सर्टमा त्यो सकाउनु सक्छ चाहिँ सक्दैन म टुपी त के हो त्यस्तो जट्टा जस्तो यो पहिला आउँदाखेरिमा बना जट्टा 6 महिना अगाडि आउँदा जट्टा यो होइन अब फेरि बन्छ यो जट्टा यो कति वर्षको टुपी हो मामा यो जट्टावाला ठ्याक्कै लाएर भयो होला 1 वर्षै भयो होला जस्तो लाग्यो मलाई 1 वर्ष जट्टा यो अब यो लामो बनाउने हो होइन जट्टा अब यो कतिसम्म बन्छ त्यसरी बनाउनु पर्छ के नि गाह्रो छ भन्छ खोइ के भयो मलाई त निद्रा लाग्यो जस्तो नलाग्यो जस्तो के हो कस्तो कहाँ के नमिल्या जस्तो भइरहेछ 2 ग्लासमा यस्तो भयो मामा त्यही भइरहेछ भने मलाई आज के भयो त के आज हामी डिस्को सिस्को जान्छौँ कि के हो त मेरो त यो लुगा सुगा फुकालेर चाहिँ नि घुमाएर फ्यालिदिने बानी छ फेरि नाङ्गै होले नि म त फेरि ल जाडो छ नि मामा फेरि भाइ हो र ल को फेरि ओहो नमस्कार मेरो ज्वाइँ साहब लाउनु मेरो प्यार ममताको ज्वाइँ साहब लाउनु आज हामी यो रोजस थाई युके लन्डनमा चाहिँ नि होइन रोजस थाईको अपोजिटमा अनेस्ट बर्गर्समा हो आज चाहिँ बसेर हल्का फुल्का दिइरहेछौँ आज मेरो अगाडि चाहिँ यो चिल्लो मेरो तालो जस्तै अनि यो फिङ्गर चिप्स भन्छन् के अरे यसलाई कुखुराको नङ्ग्रा जस्तो आइरहेछ यसलाई मैले 2-3 पिस खाएर च्याम्चुरमा हानिदिने भन्ने मैले विचार गर्दैछु चम्चा चाहिँ 2टा दिएछ यसले ए यो ठुलै रहेछ के आयो काट्ने रहेछ
अब म पनि लन्डनवासी भइसकेको छु एउटा घर हेर्दा छु अब लिने विचार गर्दैछु अनुहार चाहिँ फेरि दनुहार जस्तो भइसक्यो एक बर्गर उसका भी हमारे पास में इलाज है ये बाल उगाने का और क्या यहाँ देखिए ना अच्छा अच्छा हम मार रहे हैं कसम से यहीं भी हम मार रहे हैं क्या लगा के औषधि हम बना रहे हैं ना जड़ी बूटी यहाँ मिलता है जड़ी बूटी मुझे दूसरा जड़ी बूटी चाहिए दूसरा हाँ इसको पता है देखो वहाँ से है हाम्रो टुरिज्म एकदम राम्रो भयो सक्सेस भयो होइन खानपिन पनि एकदम राम्रो छ बर्गर चाहिँ यहाँ हेरौँ यो ताजा जस्तो मेरो चिल्लो भइरहेको छ होइन यसलाई म एउटा यो फिङ्गर चिप्स राखेर होइन फेरि यो लिएर यसरी खाएर ल पामा यसले फेरि म टेस्ट गरेर भन्नु टेस्ट गर्नु अहिले सबैजना चेस गरौँ त सँगै भएपछि टेस्ट गरेर चाहिँ नि होइन मेरो भान्जाको चाहिँ नि 4 लाखदेखि लिएर 2 करोडसम्म इनफ हुन्छ ल ल ल चेस ल